ल्याउनु भएको त त्यति जमरा भइगयो नि यत्रो मुठो बाँध निकाल्नु भएको छ यता परि निस्किनु भयो यसो हात समातिन पाए चाहिँ हुन्थ्यो क्या म खोज्नु उठ्नु हुन्छ नि के सन्चो छैन भेट्नु यो भाइको भाइ अब कहाँ जाने भाउजू दर्शन राति भयो तपाईँले दिदीहरूलाई अलिअलि यहाँ टिका लगाइदिनु अनि बाहिर लाउनुहुन्छ बस्नु म हात समातिन्छु नि खाने हो दिदीलाई एउटा मुढा कि कुर्सी के राखिदिनु पर्यो क्या यहाँ दर्शन देख्नु भएको छैन होइन तपाईँ यहाँ बस्नु अहिले तपाईँले अहिले त्यो लाउँदैन कुर्सी उतै लगिदिन्छ रातिसम्म भयो धेरै राति मुढा ठुलो मुढा ल्याइदिनु दिदी ठुलो मुढा धेरै छेउमा नपुर्याइदिनु बस्नु दिदी तपाईँ यता आउनु अब टिका लगाइदिनु दीपक यहीँ छ आउँछ दीपक नभएर सबै आउँछन् त्यहाँको जमरा हो क्या कस्तो हरियो जमरा हो नि त यो सयपत्री फुलको पार्टी हो क्या के भयो लगाइदिनु होला होइन म यहाँ होइन अहिले यत्रो जम्मै लपत हुन्छ कहाँ नहुन्छ यहाँ अब दिदीलाई यहाँ दिदीलाई अरू चिन्ता नगर्नु आउनु यहाँ दिदीलाई लगाइदिनु बिच यहाँ यहाँ देखेछ उता होइन अलि यता यता टाढाको चाहिँ थोरै लगाएर जमरा यहाँ पनि
कुन भान्जा हो भान्जाहरूलाई चिन्नु रे अब अब मान्छे भान्जा भान्जालाई किन नचिन् अनि उहाँ कुन त जेठो कान्छो को जेठो को कान्छो जेठा यहाँ ओ चिन्नुभयो जेठा कति स्याहार गर्नु भएको भाउजूले जेठा लाउँछ के हो यो क्यामेरा हो यो भिडियो भयो भिडियो भइरहेको अब कुकुरले लडाइदिएर धर जा भाइ सुन्ने यहाँ आई जमरा लिनु उहाँ भान्जीलाई अनि त्यहाँबाट बाबुलाई उयो जमरा लगाइदिनु लिनु घरमा थुप्रो राख दुई टपरी अनि त्यो खसीलाई एउटा अब यहाँ सानो भान्जालाई यति भुइँको भाने पनि चिनि नसक्नु हुनुभएको उता भयो अब पछाडि भयो पछाडि होस् न देखिन दिउँसो लगाएर हामीले यता बाङ्गो लगाएर अहिले रात अब यो जस्तो मजस्तो गरेर लाउनु त्यो लाग्दैछ अहिले अब हामीले लिनु जमरा लगाइदिनु नि डाल्नु क्या अब ऊ नातिनीलाई लगाइदिनु ऊ नातिनी छ ऊ आऊ भोलि म हेर्नु ऊ यता यहाँ आउनु भोलि एउटा सिरान थियो नि काट हजुरलाई आएको नहुँदै लामो बाटो बुढाबुढी मान्छे मेरो दुध टुक्रो भएको खाना पनि खानु जमरा लगाइदिनु यहाँ दुई तिनटै आयो होस् अब ला छोरी टिका लाउनु पाउनुहुन्न त्यो उहाँ कागेको हात लाउनु भयो लु तपाईँलाई भयो तपाईँको भाग पुगो आमाको हातमा पानी हालिदिनु पर्ने एउटा भाँडामा पानी ल्याउनु चोप्दै अनि लाउँदै अनि गएर ढल्केको अब आएपछि थाहा भइहाल्छ भनेर गएर बाटो हेर्दा हेर्दा आँखा पनि पर्छ होइन यहाँ तपाईँहरू त्यही त खोइ तैँले के पनि भनिनस् त मलाई आशै नदिएको अब भने बढी बोल्नु हुँदैन
बुझ्नुभयो त्यस्तै बोल्दा त पढ्दै हुन्छ मामा फेरि पछाडि लड्नु हो के अबदेखि उता झन् अब झन् पुगी बसोस् के हो नि क्यामेरा हो क्यामेरा त्यहाँ नछुनु तपाईँले टिका लानु भएको यहाँ सबै रेकर्ड भइरहेछ तपाईँको भोलि भिडियो आउँछ यहाँ होइन कहाँ उता उता हिँड्नु भएको 5 मिनट गएर अनि यताबाट जाने यता ढल छ क्या यताबाट आउने यताबाट म पढेर लान्छु हिँड्नु चप्पल उता यता हो भान्जालाई टिको लाउनु भएन क्या अरे मैले जितेँ कि क्या हो मैले नै जितेँ जस्तो छ तपाईँले पालै पालो लाउनु भएको छ एकजनाले ए गुरुजी आउनु नि यता टिका लाउनु यता आउनु यता आउनु बस्नु यता नातिनीले कति पढी अब झन् धेरै पढ्नु राम्रो भएर बस्नु हो त ज्ञानी हुनु बुवा आमालाई कान्छा सबैभन्दा पहिले ह्याप्पी दसैँ भन्छ दसैँको धेरै धेरै शुभकामना नानी बुढा नगौदै बस उसको बस गर्नुलाई ल्याइदिन्छु अरू चोर्नु पर्छ हजुर होइन
पानीले अब त्यो अहिले पखा पऱ्यो यता लगाइदिनु भन्नु अब लगाइदिनु दुर्गामाताको आशीर्वाद लागोस् राम्रोसित संसार दुःखमा कष्टहरू केही नहोस् दुर्गा माताको आशीर्वाद राम्रोसित एकदम ज्ञान सबैको नम्बर सक्यो मेरो पालो हो फटाफट आइज नि अब कान्छो छोरो हो बस्नु छोरो बस्छ अब सुरु त गर्नै पर्यो रात पर्यो कान्छोको पालो आयो के नलागोस् आफूले मनले चाहेको कुरा आकृति ओह मेरो भनेको त्यो त मलाई भाइ मेरो भाइले चाहेको कुराहरू सबै एकदमै जे चाहे पनि पुरा होस् सन्तोष सुविधा सधैँभरि रहनु हाँसी खुसी रहनु रोजगार केही नलाओस् एकदम यस्तै नै घर बस्नु भाइ चाहेको कुराहरू एकदम मनले चाहेको जे चाहेको पुरा होस् भान्जीलाई ला पहिले राम्रो पढ्नु है अलिक ज्ञानी हुनु अलिक जाने बुझ्ने है टिकटक फर्म बनाउनु टिकटक कमाउनु धेरै बनाउनु टिकटक नपढाउनु धेरै मोबाइल टिकटक नपढाउने को छ भ्याउनु बनाउनु पर्छ बसेर के गर्ने आउनेले बनाउनु त भन्यो हामीलाई आउँदैन बनाउन तर अहिले अलि भाखाले पढ्नुपर्छ है बरु त आफूले बनाएको टिकटक पुरा हुनु बनाए पनि अब एकदम भाइरल हुने विषय बनाउनु के गर्छ गाडी किन्यो भन्छ घर किन्यो भन्छ त्यसैबाट आउँदो रहेछ त गर्नेलाई त हुँदो रहेछ अब अरू होइन लक्ष्मीतिर म भाइरल दिनमा 9-10 वटा हाल्नु क्या भइहाल्छ जमाएर राखेर हुन्छ हेर्नेले हेरिदिनु कहाँ लाएको छुइनँ जमरा कहाँ लाग्दै थियो छोरी छोरी लाम छोरी छोरी ला उसले पहिला टिका मात्रै लाएको हो क्या त्यति हो त्यति नै जमरा हामी त लगाइहाल्छौँ एकवटा त्यहाँनिर लगाइदिएन भनेको कहिले चिसी जानु भयो क्या टाटा भाइलाई पनि आइज नानी आइज आइज बाबु उठेर होइन ऊ कान्छी यसलाई चाहिँ भाइ लगाइदिनु ओ बान्स पढे पढ्नु पर्दैन म चाहिँ यता भित्रैबाट दिन्छु है नाजु जहाँबाट दियो भने राम्रो राम्रो थियो आउँदैन नि हौ के हो अडिँदै अडिँदै त्यो मैला त अडिन्छ त किन न बाक्लो भयो अलिकति मुछिदिउँ त सबै झर्छ बाक्लो पनि हुँदैन बाक्लो त्यो खोकेर खोक्न र ज्वरो आउन त पुरै छोड्दैन ठिक भयो
एकैचोटि ट्याक लगाइदिँदै जान्छ है उनीहरू लगाइदिएन हामी तिमीहरूलाई राख्थ्यो त्यो लगाइदियो हामीलाई चाहिँ के लाउनु जमरा लगाइसक्यो जङ्गलबाट मागेर ल्याएर भामा गएर मागेर लिएर आएर दिउँसो भावनाले माथि गइकन मागेर ल्याएर खेता लाएर फोटो खिच्यो हामी सधैँ लाउनु पाऊँ रमाइलो जमराले फोन गरेको थियो कहाँ हो टिका त लाउने बित्तिकै कुकुर धर्नु के हो हजुर पश्चिमतिर त ज्यादा छ त्यो बिचमा राम्रो हुन्छ क्या मामाको त गोलो कस्तो राम्रो भयो नानी पानी पर्छ है पहाडी म टिका लाउँदैछु अहिले गर्छु एकछिन त्यहाँ हिजो त्यत्रो पानी पर्छ माथि घाल्नु पर्यो नि सानो पानी पर्यो हो त हिजो त आमा एक ठाउँ मात्रै हो र यो रोड त सबै पुरै पानी पानी भाइ तर काकालाई कहाँ ल्यायो भन्दा होला यहाँ आउनु भएको छ त हजुरबा आउनु भएको छैन र यहाँ हजुरबाले ल्याउनु भएको थियो एकदम त्यो बल के भयो बहिनीहरूलाई बोलाउनु त म मार्दैन ओइ नानी जेठी मान्छे यहाँ आइजले आमाले टिको लगाइदिनुहुन्छ अरे भोलि लगाइदिनु पर्यो हौ आकृति लु पहिले यस्तो पालो मम्मीले बोलाइदिनु हुँदैन यहाँ बोलाइराख्दा किन नआइ त आइस आशीर्वाद मात्रै धेरै पाइन्छ यो दसैँमा त भारी हुने अघि पनि गर्न पाइँदैन भारी बस्नु त्यही राख्दै आउँछ त अहिले पुरा लडाइदिएला चाहिँ पर्दैन अब पर्दैन पानी राति पर्दैन चारा लागेर कस्तो गाह्रो मानेको छोरी हो ल खुट्टा ढोक्नु क्या छोरीको त सालीको खुट्टा ढोग्नु न सालीको खुट्टा ढोग्नु न छोरी पर्छ इन्डियामा गएर अन्तर्गत पास गर्नु हो त त्यहाँ हाँसेर पास गर्नु लौरो खाएर खोइ त त्यो दुइटा फेरि भित्र पसे आमाले टिको लगाइदिनुहुन्छ मलाई ल अब यता आइज कमाउनु रुवा हिँड ल त्यसले अचेता लिएर भित्र अब खानुपर्छ बल्ल त्यो ट्याक्क मिलाउँ टेबुल बसेर के छ टेबुल यहीँ थियो अघि त बाबु यो क्यामेरा झिक्नु बाबु यो क्यामेरा झिक्नु कुखुरा खानु न अरू यहाँ टेबुल राख्नु भनेको छ नि अलिक फेरि ढाल्दै ल